हेलो साथीहरू के छ हौ? हामी चाहिँ अब हाम्रो कमाकोतिर जानु लाग्यौँ है खाना खान। खाना खान जानै पर्यो बोलाउनु भएपछि त। अनि भाँडाहरू केमा चाहिँ खामजादाङ दिएर पठाउनु आएको थियो। अनि अब पुऱ्याउँदैछौँ, हामी चाहिँ पुऱ्याउन जाँदैछौँ। अनि खाजा आज पनि खाजा होइन खाना खानुपर्छ है, आउनु बेलुका भनेर छन्यागिन साँझमा खाना खानुपर्छ है भनेर बोलाउनु भयो। अनि जानु लागेको जाँदैछौँ भनौँ न। अनि हल्काफुल्का हिउँ पनि परिरहेछ, जाडो जाडो छ, -15 छ। अनि त्यस्तै त्यस्तै छ हौ कोरियातिर। तपाईँहरूकोतिर कस्तो छ कोरियातिर है? जाडो भएर है अचेल भोलि अब लगभग 2 महिनासम्म, समथिङ 2 महिना 1.5 महिनासम्म जाडो हुन्छ कोरियामा, त्यस्तै चलिरहेछ। यो गाडी चाहिँ नेपालतिर चाहिँ अब स्कुल बस हुन्छ स्कुलहरूमा, तर यता चाहिँ मान्छे बोक्ने पनि हुँदो रहेछ कि। यो चाहिँ कृषितिर पछि काम गर्ने यताउता मान्छेहरू लाने 12-15जना एकैचोटि बोकेर लानेहरू हुँदो रहेछ कि एउटा ठेकदार जस्तोले। अनि हामीले काम गरेको थियौँ साउले लगाएर अस्ति। अनि त्यस्तै त्यस्तै चलिरहेछ है। हामी चाहिँ अब खाना खान जानु लागेको, राम्रोसँग बसौँ, कोरियामा जाडो छ है, त यस्तै छ ल।